हेलो गाइज, आज चाहिँ एउटा माछा काट्दै थिएँ। माछा काट्दा काट्दै यो खालको माछा हो होइन। अब यो चाहिँ कस्तो हुन्छ, प्लेन जस्तो हुँदो रहेछ यस्तो हेर्नु गाइज होइन। यो प्लेन जस्तो माछा होइन, यो चाहिँ प्लेन जस्तो माछा होइन। तर यो चाहिँ भाले पोथी हुँदो रहेछ। यो चाहिँ पोथी माछा हो होइन, पोथी माछा हो। अब यसमा चाहिँ के छ भने बच्चा जन्मिँदो रहेछ। म चाहिँ अचम्म लाग्यो आज काट्दा काट्दै एउटा देख्यो होइन। आज काट्दा काट्दै एउटा बच्चा निक्ल्यो। अब बच्चा देखाउनु पऱ्यो होइन। बच्चा चाहिँ यस्तो चाहिँ हेर्नुहोस् गाइज होइन। यो माछा चाहिँ माछा काट्दै माछा खानलाई। अब हेर्नुहोस् यो माछा काटेको मैले, यो माछा काटेको होइन। तर यो माछा काटेर अन्डाभुँडी निकाल्दै थिएँ, बच्चा रहेछ क्या। यो चाहिँ पोथी माछा रहेछ होइन। बच्चा जन्माउँदो रहेछ। जस्तै यो बच्चा हेर्नु है, बच्चा क्या, बच्चा जन्माउँदो रहेछ क्या यो चाहिँ। अब यो चाहिँ अब यस्तो हेर्नुहोस् है गाइज। यो फेरि तपाईँ पत्याउँदैन होला, बच्चा क्या, रेली हो क्या। बच्चा क्या, बच्चा माछाको बच्चा हेर्नु न। त्यो यहाँ अन्त गाइज ए बिचरा यस्तो बच्चा रहेछ यार। बच्चा यस्तो हुँदो रहेछ यार गाइज। ए दुईवटा पो बच्चा अरे अरे यार, दुईवटा बच्चा यार यहाँ गाइज। बिचरा माछाले बच्चा जन्माउँदो रहेछ कि यो खालको माछाले चाहिँ। तिनवटा रहेछ यार। यी अर्को पनि रहेछ त जहाँबाट गाइड यार। यो माछा म त अचम्म लाग्यो त। अझै रहेछ यार भित्र यार बच्चा। ओ यो देखो गाइज यार, माछाले बच्चा जन्मिँदो रहेछ। यत्रो बच्चा यार, एउटा दुईवटा तिनवटा बच्चा यार। यो के हो क्या माछाको बच्चा यार। अचम्म लाग्दो कि यसले जन्मिँदो रहेछ क्या यसले। म थाहै थिएन गाइज यार। तर यो माछा चाहिँ प्लेन जस्तो हुन्छ, सेम टु सेम हेर्नुहोस् त गाइज। अर्को माछा ए सेम टु सेम प्लेन जस्तो हुन्छ गाइज। यो चाहिँ गाइज यार माछा कस्तो डेन्जर यार। माछा खाने कत्रो प्लेन जस्तो हुन्छ कि। पुच्छर हेर्नु, पुच्छर